आज चाहिँ हामी मार्केट निक्लिसकेका छौँ होइन। हामी दुईजना मार्केट निक्लिसकेका छौँ। के भनेछ बिल्डिङमा केटीहरू ल्याएर राख्नु मिल्दैन अरे। ला बर्बाद भयो केटा। अलिक केटीहरू नल्याऊ है केटा बिल्डिङमा। ल हामी चाहिँ लिफ्टभित्र चढिसकेका छौँ होइन। कपाल अलि ठाडो भए थोरै जेल हालेको थोरै आज चाहिँ भिडियो गर्नु मन लाग्यो। धेरै दिनपछि हामी मार्केट जाँदैछौँ। त्यही पनि तल कहाँ मैला हुन्छ। त्यही पनि अहिले रोडसम्म जाउँ कस्तो छ हालत गर्मीको होइन। भित्र एसीमा बस्दा गरेर निक्ले हो। अब अहिले कस्तो हुन्छ हेरौँ, त्यसपछि मात्रै थाहा हुन्छ है। बाँकी भिडियो बाटोमा गरौँला। धेरै नै गर्मी छ यार। आमामा फेरि घाममा आइपुग्यो यार। भर्खर गोरो हुन लागेको थियो, फेरि खोलात्तै घामले कालो बनाउने भयो। के पऱ्यो खल्लीबल्लीमा आएको पनि हो यार। केही बोल न यार, 2-4 शब्द यार। त्यस्तो नहुनु। म भिडियो एडिट गरेर बनाएको फेरि। ल यो जति पनि देखेको छ नि कारहरू, यो कालै सेतै रातै है, यो सबै मेरो है माटो। कस्तो कालो राम्रो के साह्रो घाम हो यार, खुलित्तै पार्दो रहेछ नि। ल है आमामा धेरै पछि बाहिर निक्लेको है आज। लास्टै भयो गर्मी फेरि यस्तरी घाम पनि फाल्नुपर्छ यार। गाह्रो छ यहाँ घामलाई रडायो माटो पनि। बल्ल अलि शीतल ठाउँ आइपुग्यो यार। हामी चाहिँ लगभग मार्केट आइसकेका छौँ होइन। मार्केट चाहिँ यो पारीको है। ल प्लेन पनि ठ्याक्कै आइदियो है केटा, दामी आएछ प्लेन। ल यति ठुल्ठुलो प्लेन आउँछ यार, गाडी जस्तो यार। अनि डर लाग्दैन हामीलाई। हामी जाने चाहिँ यही हो है, युनाइटेड हाइपर मार्केट। हामी चाहिँ यहाँ आइसकेको छ बाटोमा यार। कस्तो नराम्रो हो। ल है हामी चाहिँ फेरि यो सानो ब्रिजमा आएको छौँ। खाली रहेछ। करेन्ट लाग्छ त कहाँ छुको त। करेन्ट लाग्यो हो। First floor, الطابق الأول. Doors open. दुबईमा चाहिँ भएन, पानी परिरहेको यार अहिले। टाउको खुल्किने खालको पानी परेको छ। धेरै ठुलो पानी परेको छ आज दुबईमा। मजा आउँछ है। अब बिस्तारै हिँड्नु नि यहाँ। यो स्वास्नीले छोडेको भन्दा अगर पुग्छ त्यहाँ ए छिरिहाल्यो। जाउँ हामीलाई यो सिडीले नै ताप्दैछ र घरि लिफ्टमा घरि यस्तो नाटक नै। अब अघि खप्पर जता गयो त्यो ठक्कर हुन्थ्यो हो रहेछ नाटक। ल फाइनली हामी मार्केट आइसकेका छौँ है। सबैजनाले भिडियो हेर्नु होला राम्रोसँग। के छ बुढाबुढी बस्नु मिल्यो। पेट्रोल चाहिएन जान्छ, पेट्रोलको भाउ जतिसक्यो पर्छ। ल विजयको राम्रो केटी देख्नुहुन्न राम्रो कि राम्रो भनिरहेको छ माटो नि। स्त्री लम्पटेर हाल्नु। ल मार्केट हाम्रो आइसक्यो है। यही मार्केट हो।
यही मार्केट है गाइस। हामी अब भित्र छिर्दैछौँ। के छ त अब यस्तो तालु भुन्ने काम छ। किन चाहियो र एउटा पुग्यो जहाँ गयो नि आलुले छोड्दैन है। ल है मार्केट आइसक्यो हामी चाहिँ अब जति सक्नु खानुपर्छ। कस्तो दाममा घडियो रहेछ यार। ल मार्केट आइसक्यो। मार्केट आइसकेका छौँ। के लाने हो? लसुन त छ त यार। लसुन पनि दुलो पऱ्यो यार। सुठुनी पनि छ है। सुठुनी कडा छ त सुठुनी त। फर्स्ट टाइम देखाएर बैगुन भन्छ। बैगुन खाएका बैगुन भन्छ त्यस्तो नगर न। लाज आराम छैन तिमीलाई। फलफुलहरू पनि दामी दामी छ है। अलिक पिरो खानु पऱ्यो है खुर्सानी चाहिँ। खाँदाखेरि पनि स्वाद आउँछ। मुखमा स्वाद नआए पनि भोलिपल्ट टोइलेटमा जाँदाखेरि चाकमा स्वाद आउँछ। अनि मजा आउँछ है होइन। मुखमा स्वाद आउँछ नआओस् भोलिपल्ट हाल्दाखेरि टोइलेटमा चाहिँ स्वाद आउँछ क्या। टमाटरहरू के हो यो हाम्रो? हामीलाई जहाँ गए पनि नछोड्ने भनेको यो आलु है। आलुले हामीलाई कहीँ पनि छोड्दैन क्या जहाँ पनि। अनि मान्छे भएपछि आलु जस्तो हुनुपर्छ क्या। जेसँग पनि मिल्ने खालको आलु हुनुपर्छ। आलु जस्तो हुनुपर्छ। सामान किनिसकेछौँ हामीले। आज चाहिँ हामीले ल सामान किनेर चाहिँ ल्याइसक्यौँ है। एक झोला सामान किनिसक्यो। अब हामी चाहिँ घर फर्किँदैछौँ है। सामान बोकेर टक्कसँगले सामान लिएर फर्किसक्यौँ। त्यो पनि भनेन मार्केटमा चाहिँ डराएर है त। मार्केटमा चाहिँ अलिकति डर लाग्यो है भिडियो बनाउनलाई। के थाहा अब अर्का ठाउँमा गाह्रो हुन्छ। यसो अलिअलि भिडियो भित्रभित्रै यसो थोरै क्लिक मात्रै गरेँ। सबै गर्न पाइनँ। अलिक डर लाग्यो यार। डर लाग्यो है। आजलाई चाहिँ भिडियो यति नै। बाँकी समय मिलेछ भने बनाउला। नत्र यति नै। बाई बाई टाटा।